यस भेलामा उपस्थित हाम्रो पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जनमुक्ति सेनाका ब्रिगेड कमान्डर प्रदेश कमिटीका सदस्य कमरेडहरू, नगरका अध्यक्ष तथा पदाधिकारी कमरेडहरू, परिषद र सम्पूर्ण जनमुक्ति सेनाका तपाईँ सहयोगका कमरेडहरूमा मेरो व्यक्तिगत तर्फबाट, पार्टी केन्द्रीय समितिको तर्फबाट, पूर्व जनमुक्ति सेनाको तर्फबाट सबैमा न्यानो अभिवादन सहित लाज लाग्छ। सर्वप्रथम सुरुमै म धन्यवाद दिन चाहन्छु तुलसीपुर नगरभित्र रहनुहुने पूर्व जनमुक्ति सेनाका कमान्डरहरू, सहयोगका कमरेडहरूको विशेष आयोजनामा यो नगर स्तरीय भने पनि यहाँ गोबी गाउँपालिकाबाट पनि उपस्थित हुनुहुन्छ, नगरभरिका पिएलएका साथीहरू उपस्थित हुनुहुन्छ, पार्टीका जिम्मेवार नेता कमरेडहरू हुनुहुन्छ। सबैको उपस्थितिमा जनमुक्ति सेनाको पूर्व जनमुक्ति सेनाको यो भेला, यो कार्यक्रम आयोजना गरेर तपाईहरुको विरासत सम्झने, तपाईहरुको इतिहास सम्झने र आगामी दिनका कर्तव्यहरूका विषयमा गम्भीर चासोका साथ छलफल गर्ने जुन कार्यक्रम आयोजना गर्नुभएको छ, म आयोजक टिमलाई विशेष धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। म यहाँलाई थोरै मात्रै जनमुक्ति सेनाको पृष्ठभूमिमा फर्कन चाहन्छु। तपाईँ हामी सबैलाई थाहा छ जनमुक्ति सेना हाम्रो पार्टीले किन सङ्गठित गर्यो, यो सङ्गठनको आवश्यकता किन महसुस गर्यो भन्दा तपाईहरुले सरल भाषामा बुझ्ने विषय के हो भने हामी यो देशलाई आमूल परिवर्तन गर्न चाहन्छौँ। यो देशको आमूल परिवर्तन गर्ने भनेको सशस्त्र सङ्घर्षद्वारा दीर्घकालीन जनयुद्धको माध्यमबाट राज्य सत्ता प्लट गर्ने, विप्लव गर्ने, परिवर्तन गर्ने, आमूल परिवर्तनको उद्देश्य पूरा गर्नको लागि सेनाको महसुस भएको कुरा हो र जनमुक्ति सेनाको सङ्गठन तयार भएको हो र तपाईँ हामी सबै विभिन्न जिम्मेवारी र भूमिकामा रहेर हामी विगत 10 वर्षको जनयुद्धको क्रममा हामीले थुप्रो सङ्घर्ष गर्यौँ। सायद यहाँ उपस्थित हुनुभएका धेरैजसो साथीहरू घाइते हुनुहुन्छ, अपाङ्ग साथीहरू आउन सक्नुभएको छैन। हामीले ल्याउने व्यवस्था गर्नु पर्थ्यो, त्यो कुरो पनि अलिकति ध्यान दिएनौँ। सायद ती घाइते साथीहरू पनि सहभागी भएको भए यी सबै विगतका सहयात्रीहरूसँग भेटघाट गर्ने अवसर पाएको भए अझै यो कार्यक्रम व्यवस्थित हुने। म यहाँलाई आग्रह गर्न चाहन्छु, आगामी यस्ता कार्यक्रमहरूमा ती जिउँदा शहीद कमरेडहरूलाई छुट्याउने काम नगर्नु होला, लिएर आउनु होला, बरु घरको ढोका लगाउनु परोस्, बरु कार्यक्रम छरितो गरौँ, छोटो गरौँ, तर ती सबै साथीहरूलाई हामीले सहभागी गराउनु जरुरी हुन्छ। किन तपाईँ हामी सबैलाई थाहा छ, म आफै पनि आफ्नो व्यक्तिगत जीवनमा स्मरण गर्न चाहन्छु। जनयुद्ध सुरु भएको थियो, जनयुद्धमा हामी लामबद्ध भएका थियौँ, तर जनयुद्ध सफल गर्ने हतियार हामीसँग थिएन। आज नेपालको संविधान र कानुनले मन परेको केटी विवाह गर्नलाई पनि 20 वर्ष पुग्नुपर्छ। तर सायद यहाँ उपस्थित हुनुभएका तपाईँ सबै सहयोगका कमरेडहरू 15, 16, 17, 18, 19, 20 पनि नपुगेको टाइममा हामी इतिहास परिवर्तनको निम्ति बन्दुक बोक्न तयार।
हामीसँग के साँच्चीकै बन्दुक थियो? राज्यका विरुद्धमा लड्न सक्ने क्षमता र त्यो ल्याकत थियो त? थिएन। तर हामीसँग एउटै मात्रै विषय थियो, त्यो विषय भनेको विचार थियो। त्यसै कारणले हामीले त्यो विचारलाई भन्यौँ, यदि सही पार्टीसँग सही राजनीतिक कार्यदिशा छ भने नभएको सेना पनि प्राप्त हुन्छ, नभएको हतियार पनि प्राप्त हुन्छ, र नभएको राज्य सत्ता पनि प्राप्त हुन्छ, र जनताको समर्थन हामीले प्राप्त गर्न सक्छौँ भन्ने मान्यतामा हामी सङ्घर्षमा उभिएका थियौँ। यही दाङबाट जन्मेर रोल्पा रुकुम जस्तो आधार क्षेत्रहरूमा सङ्घर्ष गरिरहनु भएको थियो। थुप्रो कमरेडहरू शहीद बन्ने प्रक्रिया सुरु भएको थियो। दुश्मनका ठुला ठुला घेराबन्दीहरू सुरु भएका थिए। ती परिवेशको बिचबाट दाङ जस्तो श्वेत क्षेत्र बनेको त्यो समय दाङ जिल्लामा हामीले खाली हात पुलिसका राइफल बसेर जनयुद्धको सुरुवात गरेका थियौँ। जनमुक्ति सेनाको विस्तार गरेका थियौँ। जनमुक्ति सेनालाई सङ्गठित गरेका थियौँ। मैले यो पनि स्मरण गर्न चाहन्छु, यहाँ थुप्रै महिला बहिनीहरू, सबै बहिनी हुनुहुन्छ, बहिनीहरू छ, घाइते छ। हामीले यो वृत्ति सत्तात्मक सोच चिन्तन जुन सामन्ती व्यवस्थाभित्र हुन्छ थियो, त्यो सोचको पनि अन्त्य गरेर महिला भनेको चुला चौकोमा सीमित हुने, सामान्य घरभित्रको काम मात्र गर्न सक्ने भन्ने जुन सोच राख्ने चिन्तन र व्यवहार थियो, त्यसलाई पनि हामीले क्रस गऱ्यौँ। र त हामी थुप्रै महिला सहयात्रीहरू सँगै जनयुद्धमा सेनाको भूमिकामा सहभागी गऱ्यौँ। यो पनि जनयुद्धको उपलब्धि। तपाईँले स्मरण गर्नुहोस्, जतिखेर हामी महिला छापामारको सहभागितालाई वृद्धि गर्दै लग्यौँ, सङ्घर्षमा हातेमालो गर्दै गयौँ, र साँच्चीकै प्रभावकारी भूमिका महिला छापामारबाट देखियो। चाहे त्यो बलिदानको क्षेत्रमा होस्, चाहे सङ्घर्षको क्षेत्रमा होस्, चाहे आत्मविश्वासको सन्दर्भमा होस्, त्यो आँट भरोसा देखिसकेपछि शाही नेपाली सेनामा पनि महिला सेना पनि खडा गरी, महिला युनिट पनि खडा गरी, यो विरासतको बिचबाट जनमुक्ति सेनाले विगत 10 वर्षको महान जनयुद्धको क्रममा जनयुद्धका उपलब्धिहरूको उपलब्धि हासिल गर्नको लागि प्रत्यक्ष सङ्घर्ष गरेको सङ्गठन, प्रत्यक्ष सङ्घर्ष गरेको सङ्गठन, यो एउटा सैनिक सङ्गठन। हामी बाँचे मुक्ति, मरे शहीद बन्न तयार भनेर हिँडेका एउटा क्रान्तिकारी योद्धाहरू र हामी लड्दै गयौँ। थुप्रै लडाइँहरू लड्यौँ, देशैभरि लड्यौँ। हाम्रा क्षमता र आवश्यकताहरूलाई पार्टीको योजना अनुसार त्यो देशको कुन कुनामा आवश्यक पर्छ त्यो ठाउँमा खटाउँदा हामी सङ्घर्ष गर्दै गयौँ। तर म यहाँहरूलाई भन्नै पर्छ, जनमुक्ति सेना क्रान्तिकारी माओवादी पार्टीको उद्देश्य आमूल परिवर्तन गर्ने र जनवादी गणतन्त्र स्थापना गर्ने लक्ष्य हुँदाहुँदै पनि त्यो जनयुद्धको क्रममा प्रत्यक्ष गर्ने तपाईँ हामी होइन, कार्य कब्जा गर्नुपर्ने तपाईँ हामीले होइन। हामीले अनेक मेहनत र सङ्घर्ष गर्दा पनि अन्ततः पछिल्लो क्रममा जनयुद्धले लक्षित गरेको लक्ष्य प्राप्ति गर्न हामी सक्यौँ। केन्द्रीय सत्तालाई कमजोर पार्न हामी सकिरहेका थिएनौँ। प्रहरीलाई त हामी जहाँ पनि सिद्ध्याउँथ्यौँ, आर्मीलाई पनि ओपन ब्याटलमा हामी जहाँ पनि सिद्ध्याउँथ्यौँ, तर क्याम्पिङ गरेर बसेको सदरमुकाम र सहर केन्द्रित ठाउँहरूलाई हामीले पूर्ण रूपमा नियन्त्रण गर्न सकिरहेका थिएनौँ। हामी अनेक कोसिस गर्थ्यौँ। जतिखेर हामी ब्रिगेडियर हुँदा जेनरल स्टाफको हाम्रो सङ्गठन हुन्थ्यो, इन्डियाका विभिन्न ठाउँमा, चाहे त्यो कहिले लखनऊमा होस्, चाहे सिलगढीमा होस्, चाहे कलकत्तामा होस्, विभिन्न ठाउँमा हाम्रा बैठकहरू हुन्थ्यो। ती बैठकहरूमा हामीले योजना बन्थ्यौँ, यो राज्य सत्ता, खास गरी राजालाई पूर्ण रूपमा कसरी हामीले कब्जा गर्न सक्छौँ,
हामीले अनेक प्रकारका सोचहरू विकास गर्नुपर्छ। मैले यहाँलाई स्मरण गराउनु पर्यो, जतिखेर जनयुद्ध हामीले तीव्र रूपमा अगाडि बढाइरहेका थियौँ त्यो समयमा छापामार र विद्रोहीहरूको सन्दर्भमा नजिकै श्रीलङ्काको लिट्टेको घटनाक्रमहरू पनि हामीले हेर्थ्यौँ। सबैभन्दा बलियो सङ्गठन थियो लिट्टे र उनीहरू स्थायी आधार इलाका, उनीहरूको फाइटर विमान 2वटा त उनीहरूसँग फाइटर विमान, त्यो विमान सहितको शक्ति पनि निरन्तर अगाडि बढिरहेको देखिरहेका थियौँ र उनीहरूले चालेका कदमहरू त्यो पनि हामीले हेर्थ्यौँ। उनीहरूले गरेका आत्मघाती ब्लास्टिङहरू त्यो पनि हामीले हेर्थ्यौँ। इन्डियामा आएर राजीव गान्धीको पालामा राजीव गान्धी नेतृत्वको सरकारले श्रीलङ्कन लिट्टेहरू दमन गर्नको लागि भारतीय फौजलाई पठाएको थियो। त्यसका विरुद्धमा लिट्टे आत्मघाती महिला आएर राजीव गान्धीको हत्या गरे। यस्तो प्रकारको आत्मघाती कदमको कुरा पनि हामीले गर्थ्यौँ भन्दा नारायणीभित्र बसेको राजतन्त्र त्यो राजालाई कब्जा गर्नको लागि हामी सुरुङ खनेर भित्र बसेर कमान्डर एट्याक गरेर कब्जा गर्ने हो। पुरै ट्रक अथवा गाडीमा बम फिट गरेर गेटमा ब्लास्टिङ गरेर पुरै ध्वंस गरिदिने हो कि? यस्तै अनेक प्रकारका हामीले योजनाहरू, तर त्यहाँ पुग्न हामी सकिरहेका थियौँ। हामी त्यहाँ पुगेका थियौँ। पार्टीको अन्तिम योजना भनेको ढाडमा टेकेर टाउकोमा हिर्काउने भनेको भन्ने थियो। पूर्व पश्चिम नकिनेर राजधानी केन्द्रित सङ्घर्षलाई अगाडि बढाउने भनेर पश्चिमको फौज गण्डकतिर गयो भने हामी पूर्वमा थिएँ त्यो टाइम र अन्तिम जनयुद्धको अन्तिम कारबाही पनि मैले गरेको थिएँ। सर्लाहीको मलङ्गवाग सदरमुकाम कब्जा गरेको थिएँ। त्यो ठाउँमा हेलिकप्टर पनि खसेको थियो र त्यो जनयुद्धको अन्तिम कारबाही भन्दा हामीले देख्यौँ, लड्यौँ। लड्न आँट साहसमा हाम्रो कमी थिएन, तर एउटा लडाइँ लड्नको लागि एउटा आर्मरलाई एसेम्बल ग्रुपमा अगाडि बढ्ने एउटा सिपाहीलाई तपाईँले पर्याप्त मात्रामा त्यसको एमुनेसन दिनु भएन भने, स्वचालित प्रकृतिको हतियार त्यसको हातमा भएन भने त्यो धेरै लामो समय त गर्न सक्दैन। तर हाम्रो अवस्था कस्तो थियो भने एउटा राइफल दिने, त्यो राइफलमा 20 राउन्ड गोली दिएर रातभरि लड्नुपर्ने, यही हाम्रो परिवेश थियो। र अन्ततः साधन आफैमा साथले नभए भने युद्धमा निर्णायक चिज हतियार हुने भएको हुनाले हामीलाई प्रविधिले धोका दिएको थियो र शाही नेपाली सेनाले पछिल्लो कालमा त्यो लान्सर नामको हेलिकप्टरबाट साना खालका मिसाइलहरू हाल्ने जुन क्षमताको विकास गर्यो, त्यो क्षमताले हामी जहाँ छौँ त्यहाँ उसको ब्लास्टिङ आउने भयो, उसको मिसाइल आउने भयो। हामी घरमा बसौँ घरै जस्तो जाने भयो, कुनै ढुङ्गामा कबर्ने हो त्यही ठाउँमा हान्ने भयो, रुखमा रह्यौँ हामी रुखमै हान्ने भयो। यो अवस्था पनि हामीले खेप्नु पर्ने भयो। तर हामीसँग थियो कुनै त्यो 18औं शताब्दीका राइफल, थिर राइफल, कुनै सेना पुलिससँग खसेका हतियार बाहेक नयाँ प्रविधि हामीसँग यही पनि नभएको सन्दर्भमा हाम्रो युद्धले जुन गति पैदा गर्न सक्नु पर्थ्यो त्यो युद्धको गति पैदा हुन सकेन। अघि प्रकाण्ड कमरेडले कति दिन हिँडेर 70 दिन हिँडेर पूर्व पुग्यौँ हामी हतियार बोकेर भन्नुभयो जस्तै म पूर्वको सङ्खुवा सभाबाट अहिले एमालेमा छन् बादल, वर्षमा, अग्नि सापकोटा लगायतको पूर्वमा खटेका हामी 52 दिन हिँडेर पूर्व सङ्खुवा सभा जिल्लाबाट 52 दिन हिँडेर चुनबाङमा आएर चुनबाङको बैठक बस्यौँ। त्यो बैठक हाम्रो पार्टीको लागि एउटा महत्त्वपूर्ण बैठक थियो। आन्दोलनलाई अब कुन रूप दिने भन्ने बैठक थियो। हामी सहस्र सङ्घर्षकै माध्यमबाट परिवर्तन गर्न चाहन्थ्यौँ, तर परिवेश कस्तो भयो गर्ने त थाहा थिएन। प्रत्यक्ष हामीले चाहिँ जित्न सकिरहेका थिएनौँ। यो परिवेशमा
पार्टीले डेभलप गरेको सिद्धान्त अथवा विधि अथवा त्यतिखेरको नीति भनेको मुख्य दुश्मनका विरुद्ध लड्नको लागि, सुन्नुहोला, मुख्य दुश्मनका विरुद्ध लड्नको लागि सहायक दुश्मनसँग पनि हातेमालो गर्नुपर्ने हो भन्ने हो। सहायक दुश्मन भनेको संसदवादी शक्तिहरू। हिजो काङ्ग्रेससित त काटाकाट हुन्थे, के उनले मार्थे कि हामीले मार्थ्यौँ भन्दा उनीहरूसँग पनि मिल्नुपर्ने भयो। त्यो मिल्नको लागि हामीले बाटो फेर्नुपर्ने। जनवादी गणतन्त्रमा त उनीहरू आउँदैन, राजतन्त्र सहितको बहुदलीय व्यवस्थामा त हामी जाँदैन भन्दा हामीले के गर्ने त भनेदेखि हामीले एउटा नयाँ स्टेपको विकास गर्ने। त्यो भनेको बहुदलीय के अरे चाहिँ राजा सहितको बहुदलीय व्यवस्था पनि होइन, त्यो जनगणतन्त्र पनि होइन, तर राजा सहितको बहुदलीय व्यवस्था आफैमा त्यो सामन्तवादी व्यवस्थाभन्दा त केही प्रोग्रेस थियो नै, तर त्यो अझै पनि क्रान्तिकारी थिएन, किनभने राजा। त्यसकारण हाम्रो पार्टीले के भन्यो भने 21औं शताब्दीमा जनवादको विकास भनेर पुँजीवादी गणतन्त्रलाई स्वीकार गर्यो। सुन्नु होला यो कुरो, तपाईँहरूले ख्याल गर्नु, किनभने तपाईँ हाम्रो रगत पसिना यो युद्धमा छ। त्यो स्टेप जब हामीले लिइसकेपछि अनि 7 राजनीतिक दल र माओवादी बीचमा 12 बुँदे सहमति भयो र 62-63 को जनआन्दोलन सुरु भयो। हामीले सङ्घर्ष गर्दै गयौँ, जनता ओह्राल्दै पनि गयौँ र 7 राजनीतिक दलहरू पनि अनि अन्ततः चाहिँ राजाका विरुद्धमा सङ्घर्ष गर्दै आयो। र हाम्रो पार्टीले भन्यो गोलमेज सम्मेलन, अन्तरिम संविधान, अन्तरिम सरकार र संविधान सभाको निर्वाचन मार्फत त्यो संविधान सभाको निर्वाचनपछि संविधान सभाले गर्ने निर्णयलाई हामी सबैले मान्ने हुने भनेर हाम्रो पार्टीले 4वटा एजेन्डा अगाडि सार्यो। यो बुझ्नु होला तपाईँ। त्यसपछि त्यसै अनुसार भयो। गोलमेज सम्मेलन भनेको वार्ता भयो, वार्तापछि अन्तरिम संविधान बन्यो, अन्तरिम संविधानपछि अन्तरिम सरकार बन्यो र त्यो अन्तरिम सरकारले संविधान सभाको निर्वाचन गर्यो। त्यो 2064 को निर्वाचन तपाईँ हामी सबैले भोट हाल्यौँ। तपाईँ हामी त डाइरेक्टमा थियौँ र हामीले समानुपातिकमा हाल्यौँ, तर आम जनताले माओवादी पार्टीलाई विश्वास गर्यो।